अनि लन्चमा चाहिँ मेरो के थियो भनेदेखि पनि साथीहरू राइस थियो है, राइस अन्त मटर आलुको सब्जी अन्त बोइल गरेको अन्डा अन्त अरू खोर्सानीसँग चाहिँ मैले खाना खाएको थिएँ। मेरो साथीहरू त थिएन किनभने लिभमा छ अहिले, त्यही भएर म एक्लै भिडियो बनाउँदै खाना खाँदै थिएँ होइन। अनि म यो भिडियोको माध्यम चाहिँ के भन्न चाहन्छु भने हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने है लाइक गरिदिनुहोस् अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् न है, किनभने मेरो च्यानलमा चाहिँ त्यति धेरै सब्सक्राइब छैन। अन्त सब्सक्राइब गरिदिनु भयो भने चाहिँ म डेली भिडियोहरू अपलोड गर्छु होइन। त्यो भिडियो चाहिँ हजुरहरूसँग पुग्छ, हजुरहरूले हेर्नुहुन्छ अनि सायद मेरो भिडियोहरू मन पराइ पनि दिनुहुन्छ होला। अनि म मोटिभेट भएर है अनि डेली भिडियो पनि अपलोड गर्नु पनि मन लाग्छ नि त मलाई होइन। भले मेरो भिडियोहरू सानो सानो हुन्छ तर म त्यो भिडियोहरू अब लन्चमा हुन्छ, डिनरको हुन्छ है, सानो सानो भिडियोहरू म अपलोड गर्दै गर्नेछु।